डाक्टर साहब जस्तै अहिले तपाईँ त अब आफ्नो पेसामा व्यस्त हुनुहुन्छ होइन, तर अहिलेको जुन नेपालको राजनीतिको जुन परिस्थिति छ यसलाई चाहिँ तपाईँले 2 मिनेटमा कसरी चाहिँ तपाईँले भन्न चाहनुहुन्छ त? अहिलेको राजनीतिक परिस्थिति धेरै गम्भीर छ क्या। कोही रियल मान्छेहरू छैन क्या अहिलेको क्या। त्यो रियल मान्छे एउटा जनताको नेता हुनुपर्ने नि, त्यस्तो मान्छे अहिले मेरो नजरमा कोही छैन क्या होइन। मान्छे त यस्तो हुनुपर्छ क्या, देशको हरेक नागरिकले त्यसलाई रुचाउनुपर्छ क्या। त्यो हो नि त देशभक्त भनेको। पार्टीको नेता हुनु भएन, जनताको नेता हुनु। जनताको नेता के मान्छे एउटा कुरा ख्याल गर्नु न तपाईँ होइन। कोही राजनीति गर्न फिल्डमा ओर्लिन्छ अरे होइन, के सिद्धान्तले ओर्लिन्छ त्यो? कि देशको सेवा गर्नलाई हो नि होइन त होइन, जनताले सेवा गर्नलाई गएको हो नि त। तर त्यो विचार त्यो नैतिकता छ कसैमा? छैन छ होइन। ल म नेता भयो अरे क्या, त्यो 10टा झोलेको नेता भएर त होइन नि त होइन। भनेपछि अहिले अब यो नेताहरू अब नाम नभनौँ होइन, नेताहरू कहाँ कहाँ जान्छ, कहाँ कहाँबाट लखेटिन्छ होइन। अब त्यसलाई त एउटा कुरा विश्वास हुनुपर्छ क्या मनमा, कि मलाई जनताले रुचाइरहेको छैन क्या। त्यही त, जनताले रुचाइरहेको छैन भनेपछि उहाँले चाहिँ जबरजस्ती पार्टीकै उसमाबाट चाहिँ म नेता कडाइ हो भनेर। त्यो होइन, त्यो भनेको त्यो हरेक कुराको पछाडि होइन एउटा स्वार्थ लुकेको छ क्या। त्यो स्वार्थ हो क्या। त्यो नेताले नि त, त्यो नेताले म अर्को पार्टीमा नभए अर्को एक्लै लडेर म नेता बन्छु भनेर म सुधार्छु भनेर हिँड्दा राम्रो हुन्थ्यो होइन। तर उसले के अरे पार्टीकै आधारमा चाहिँ पार्टीकै ढिकामा बसेर चाहिँ अनि अझ देशलाई अबको कन्डिसनमा पनि देशलाई विकास गर्छु भन्न सक्दैन क्या। यो सबै झोलेहरू हो क्या अहिले। यो देशको एउटा के कन्सेप्ट छ मैले अस्ति बुझेको, यो झोले भनेको चाहिँ खास गरी चाहिँ के रहेछ भन्दाखेरि पार्टी यति पार्टीको नेता जति सबै झोले, देशको नेता चाहिँ नेता के त्यो हो नि नेता भनेको त होइन। झोले भएर के गर्नुहुन्छ तपाईँ होइन? एउटा फिल्ड पढ्नु भएको छ एज अ डक्टर न होइन। म त पेसेन्ट हेर्ने हो नि त, म त ठिक गर्ने हो नि त होइन। त्यसको कुराहरू बुझ्ने हो नि त। म आफ्नो पेसालाई म कसरी त्यो पेसामा म आफूलाई सक्षम बन्ने त्यो प्रयासमा छु नि त म। म अझै आफूलाई कसरी बेटर गर्ने हो होइन, म पेसेन्ट अझै कसरी राम्रोसँग हेर्ने भनेर त्यो म हरेक दिन मेरो त्यो चाहना हुन्छ क्या होइन। भनेपछि म आफ्नो पेसामा एकदम गम्भीर तरिकाले भिडिरहेको छु भने त्यो नेता भनेको त देशको लागि गएको हो नि त, देश बनाउन आफ्नो खल्ती भर्न गएको त होइन हो। तर अहिलेको नेताहरूको सबको सिद्धान्त एउटै छ, त्यो देश र जनताको आडमा आफ्नो खल्ती भर्ने क्या। त्यो हो क्या मेन कुरा। त्यसको ठाउँमा चाहिँ देशलाई विकास गर्छु भनेर आउनु पर्यो प्रत्येक पार्टीका नेता भयो भने। बरु म पार्टी त त्याग्न तयार छु तर म देश चाहिँ विकास गर्छु भनेर आउनु पर्यो। त्यो एक्लो नै सक्छ क्या मान्छे। कुनै नेता के अरे कुनै पार्टी र सार्टी चाहिँदैन क्या त्यसलाई क्या होइन। त्यस्तो सक्षम देशभक्त मान्छे छ भने त्यसले सिङ्गल नै आफ्नो देशलाई चलाउन सक्छ क्या त्यसले क्या, कुनै पार्टीको सहायता र उसले गर्दा होइन क्या। त्यही भएर अहिलेको यो छ नि परिस्थिति, देशको लागि त कसैले काम गरेकै छैन एक नम्बरमा होइन, जनताको लागि कसैले सोचेकै छैन।